हेलो गाइज, म चाहिँ तपाईँहरूलाई आज यहाँ घरभित्रको पनि रुमभित्रको पनि टेबलभित्रको एउटा सानो कुटी देखाउन गइरहेको छु। यो कुटीभित्र चाहिँ को बस्नुहुन्छ र यहाँ चाहिँ के कस्ता सामानहरू चाहिँ राख्नु भएको छ भन्ने कुरा चाहिँ म यहाँ हजुरहरूलाई देखाउन गइरहेको छु। यहाँ चाहिँ हाम्रो यहाँ सानो मान्छे बस्नु हुँदो रहेछ। यहाँ चाहिँ के छ त भन्दाखेरि यहाँ पानी राख्नु भएको रहेछ। हेलो गाइज, यता चाहिँ सजावटका सामानहरू होला, ब्याग, बुक, सबै। फ्यान चाहिँ कहाँ छ अरे? फ्यान यहाँ छ। यता चाहिँ फ्यान राख्नु भएको रहेछ। अनि त्यसपछि यो कुटीमा चाहिँ उहाँ एकदमै आरामले एकदमै खुसी साथ जिन्दगी बिताइरहनु भएको छ। भोक लागिरहेछ तर अहिले चाहिँ खाना खाने टाइम पनि भएको छैन। अहिले 1:36 मात्र भएको छ। मेरो मोबाइल पनि त्यति लगाएछ क्या? ए घडी। ल ल ल गाइज, ल बाई, सुत्नुहोस् हजुर। यहाँ चाहिँ टेबल मुनि चाहिँ घर छ। निस्किनु भयो गाइज।